टुप्पेम सी फुडको लागि पानी हाल्यो अनि मजाले यसलाई फोरेर अनि नुडल्सलाई हाल्यो। त्यसपछि यसलाई उमाल्नलाई छोडिदिएँ अनि यो भाँडा अलिकति सानो भएकोले हल्लिँदैछ। अनि यहाँ मसलाहरू छ, मसलाहरू मजाले हातैले गर्दा पनि हुने रहेछ। अलिक ओइल चिल्ली ओइल चाहिँ अलिक नमिल्ने रहेछ, त्यसको लागि चाहिँ काट्न पर्यो। मजाले हालिसकेपछि मजाले चलाउने अनि चलाइसकेपछि म ग्यास चाहिँ सानो बनाइदिएको छु किनभने धेरै नै उम्लिरहेको थियो अनि पानी पनि सुकिसकेको थियो। अनि मजाले चलाएपछि अनि रेडी भयो। यसलाई मजाले चलाएर राखिदिनु, एक साइडमा राखिदिनुहोस्। यतिकै सर्भ गर्न पनि सक्नुहुन्छ तपाईँहरू। फेरि मैले तताएर यो प्यानलाई तताएर तेल हालिदिएँ अनि अन्डालाई फ्राई गरिदिएँ अनि नुन माथिबाट थोरै हाल्नुपर्छ है त। अनि अन्डा मजाले भएपछि मैले यसलाई फ्लिप गरिदिएँ अनि यसलाई मैले सर्भ गरेर राखेँ। अनि हेर्नुहोस् है त मजाको देखिएको छ अनि टेस्ट पनि मिठो छ। तपाईँहरूलाई कस्तो लाग्छ एकचोटि ट्राई गर्नुहोस्।